सर्वप्रथम त तपाईले बुझ्नुपर्छ मैले युट्युबमा के गर्ने र कसरी पैसा कमाउने र कुन तरिकाले कमाउने। मतलब अहिले इन्टरनेटको दुनिया छ, तपाईलाई थाहा छ के गर्नुपर्छ र कसरी कमाउने। युट्युबबाट साधारण तरिका छ के तपाईलाई भने चाहिँ तपाईले जुन पनि मुभिजको क्लिप या तपाईलाई टेलर या अथवा मुभिज हुन्छ, मुभिज जुन तपाईले लामो बनाउनुहुन्छ भने तपाईले त्यो मुभिजमा रियल मुभिज हाल्नु मिल्दैन। रियल मुभिज हालेपछि तपाईलाई के हुन्छ भने कपिराइट आउँछ या कपी स्ट्राइक आउन सक्छ। त्यसै कारणले तपाईले जुन पनि फिल्म हुन्छ त्यसको आधा मतलब तपाईलाई एप्लिकेसन लोड गर्नुपर्छ। कस्तो एप्लिकेसन भने जस्तो कि तपाईलाई काइनमास्टर मतलब क्यापकट अथवा कुनै पनि एप्स यस्तो मतलब एडिट हुने एप्स लोड गर्नु होला र त्यसबाट तपाईले मुभीलाई लिएर तपाईको त्यो मुभीलाई डाउनलोड गरेर आफ्नो क्यापकटमा हालेर त्यसको मतलब टेलर हुन्छ अथवा या तपाईलाई काइनमास्टर या क्यापकटमा गएर तपाईले मुभीलाई एडिट गर्नुपर्छ। एडिट गर्दाखेरि के गर्नुपर्छ भनेपछि तपाईले मुभीको जुन पहिलो भाग हुन्छ कास्टिङ या टेलर भन्छ त्यसलाई हटाइदिनुपर्छ र त्यसको पछि तपाईले के गर्नुपर्छ भनेपछि तपाईको जुन सेक्सुअली मुभिजको सिन हुन्छ त्यसलाई काट्नुपर्छ र त्यसपछि तपाईले लास्टको जुन कास्टिङ हुन्छ मुभीको जुन एक्टरहरुको नाम हुन्छ त्यो हटाउनुपर्छ। त्यसो गर्दाखेरि तपाईले एडिट गरेर आफ्नो युट्युबमा लोड गरे भने तपाईलाई केही मात्रामा केही राहत हुन्छ। तर पनि तपाईले मिस्टेक गर्नुभयो भनेपछि तपाईको युट्युबमा कपिराइट या कपी स्ट्राइक आउन सक्छ। तपाईलाई तीन साथी पहिले तपाईले सर्वप्रथम काम गर्नुपर्ने छ एडिट एप्स लोड गर्नुपर्छ। या त तपाईले क्यापकट लोड गर्नुस् या तपाईले काइनमास्टर लोड गर्नुस्। त्यसबाट तपाईले के गर्नुहुन्छ भने तपाईको भिडियोमा जुन मुभिजको जुन सानो एपिसोड हुन्छ या ठुलो एपिसोड हुन्छ तपाईले गीत र तपाईको धूम्रपान र तपाईको सेक्सुअल मुभिजहरुलाई काटेर तपाईले युट्युबमा हालेर पैसा कमाउन सक्नुहुन्छ। म तपाईलाई छोटकरीमा यहाँ देखाउँदै छु, हेर्नु होला, कृपया हेर्नुस् र बादमा तपाईले मर्यादा पुरुषोत्तममा लाइक र शेयर गरिदिनु होला। ल म तपाईलाई अझ पनि भिडियो अरूहरु देखाउन चाहन्छु। तपाईले यो गरे भने या नआए भने तपाई मेरो डिस्क्रिप्सनमा मलाई फलो गरेर या लाइक गरेर कमेन्ट गर्नुस्। म तपाईलाई स्योर कन्फर्म गरी तपाईलाई युट्युबर बनाउने क्यापकटलाई चलाउने तरिका तपाईहरुलाई सिकाउँदै छु र कसरी मुभी डाउनलोड गर्छ त्यो पनि म देखाउँदै छु। सर्वप्रथम तपाईले के गर्नुपर्छ भने चाहिँ तपाई प्ले स्टोरमा जाँदा आफ्नो मोबाइलको के छ होम पेजमा जानुस्, यहाँ लजिस डिस्प्लेमा जानुस्, त्यसपछि यहाँ लजिस सर्च गर्नुहोस् होला। तपाई प्ले स्टोरमा गएर तपाई के गर्नुपर्छ गएर तपाईले के छ एडिट क्यापकटको एप्लिकेसन हेर्नु होला। यहाँ सर्च गर्नु होला, यहाँ लजि तपाईले यहाँ सर्च गर्ने ठाउँ छ, सर्च गर्नु होला। त्यसपछि यहाँ लजि सर्च गर्नु होला क्यापकट भनेर हेर्नुस् है। यहाँ क्याप मात्रै गरेपछि तपाईले आइपुग्छ क्यापकट एप र यहाँ जानुस्, यहाँबाट ओके गर्नुस्। यहाँ लजि हेर्नुस् दोस्रो होइन सीसी एउटा आउँछ, सीसी होइन एउटा तपाईलाई क्यापकट भन्ने भिडियो एडिट आउँछ, त्यसलाई ओपन गर्नुस्। मेरो त तपाईलाई लोड गरिसकेको छ त्यसैले ओपन देखाइरहेछ। तपाईले यहाँ इन्सर्ट जस्तो देखाइरहेछ त्यस्तै इन्सर्ट देखाएको हुन्छ र त्यहाँ गएर तपाईले यहाँ मेरो त ओपन देखाएको छ, तपाईको ओपन देखाउने छैन, त्यसकारणले तपाईले के इन्स्टल गरेर ओपन जस्तो आउँछ त्यसमा ओके गरिदिनु होला। ओके गरिसकेपछि तपाईलाई यहाँ क्यापकट आउँछ, एडिट आउँछ। यहाँ तपाईलाई अब यो त एडभर्टाइज देखाइरहेछ, यहाँ माथि तपाईलाई शो गरिरहेछ क्यापकट, त्यसलाई गएर तपाईले यहाँ ओके गर्नुपर्ने चाहिँ यहाँ तपाईलाई आउँछ नो प्रोजेक्टमा गएपछि तपाईले के गर्नुपर्छ, तपाईलाई कुनै फिल्म लोड गर्नु छ अथवा के गर्नु छ भने चाहिँ तपाईले यहाँ जाने, यहाँ गएपछि यहाँ तपाईको होम पेजबाट सबै जति पनि ब्याकग्राउन्ड देखाइरहेछ सबै ब्याकग्राउन्ड देखाएर देखाउँछ। तपाईलाई कुनै पनि फिल्म जस्तो कि मेरो मोबाइलमा फिल्महरु छ हैन, मैले मुभीहरु लोड गरिरहेको छु र त्यसैबाट पैसा पनि कमाइरहेको छु। र तपाईले के गर्नुपर्छ भने तपाईले यहाँको फुल मुभी यहाँ छ भने चाहिँ यहाँ ओके गर्नुस्। हेर्नुस् यहाँ एडिट आयो र एडिट आइसकेपछि के हुन्छ भने चाहिँ तपाईलाई यहाँ अब तपाईले के गर्नु छ फिल्मको देखाइरहेछ तर त्यो डाइरेक्सनमा नजाने तपाईले यहाँ माथि क्लिक गर्ने ठाउँ छ, यहाँ क्लिक गर्ने, त्यसपछि फेरि यहाँ तल एडिट 1 लेखेको छ, यहाँ एडिट 1 लेखेपछि यहाँ सट्टै जान सकिन्छ। यहाँबाट तपाईलाई आउँछ क्यापकटको एडिट गर्ने ठाउँ। त्यसपछि तपाई के गर्नुहुन्छ यो मुभीलाई यसरी सार्न सक्नुहुन्छ, कहाँबाट काट्ने हो र के गर्ने हो। तपाईले यहाँ अलग गरी यो रेखा देखिराख्नु भएको छ यो दाहिने भाग काट्ने हो। तपाईले यहाँबाट यसरी एडिट गरेपछि यहाँ कटको कैंचीको
लगाएपछि तपाईँलाई कट हुन्छ। त्यसपछि तपाईँले यहाँ तलमा देखाएको छ डिलिट भन्ने, डिलिट भएपछि यहाँ तपाईँले डिलिट गर्न सक्छ। तपाईँले डिलिट भयो होइन, तपाईँले फेरि कुनै जोइन्ट गर्न चाहनुहुन्छ भने चाहिँ अथवा तपाईँले कुनै मुभीको पार्ट यसमा हाल्नु जोड्न चाहनुहुन्छ भने यहाँ जानुहोस्। यहाँबाट तपाईँले फेरि यहाँ यसो दाब्नु होला अनि यो यसमा फेरि ओके गर्नु। यहाँ माथि देखाएको छ त्यो माथिकोलाई ओके गर्नु होला। फेरि यहाँ एडिट 1 आउँछ, फेरि तपाईँले यहाँ गर्नुहोस्। तपाईँलाई कुनै जोड्नु छ भने चाहिँ मुभी अथवा मैले अघि त तपाईँले देखाइहालेँ काट्ने कसरी होइन, काटेर कसरी गर्ने। या त तपाईँले बिचबाट काट्नुहुन्छ भने यहाँ सरर जानुहोस् होइन, सरर गएपछि यहाँ लजी तपाईँले यसो गर्नुहोस्। यहाँ कैँची जस्तो देखाएको छ, यो कैँची जस्तोमा एडिट गर्नुहोस्। त्यसपछि त्यसमा स्पिड देखाएको छ, यहाँ स्पिडमा गएर तपाईँले यहाँ हेर्नुहोस् है, यहाँबाट म त काट्दिनँ, तपाईँलाई यहाँ हेर्नुहोस्, यहाँबाट काट्दिनँ म, फेरि यहाँबाट पनि काट्दिनँ म, यहाँबाट पनि काट्दिनँ म। अब हेर्नुहोस् है, म कहाँबाट एडिट गर्छु भने यहाँ हेर्नुहोस्, यो छ मलाई यहाँको यो यहाँ मन परेन, यो एडिट गर्छु। अनि त्यसपछि फेरि यहाँबाट तपाईँलाई यहाँदेखि मलाई यहाँसम्म जानुलाई यहाँसम्मको एडिट गरेर मलाई यहाँसम्मको फिल्म मन परेन त म यहाँ फेरि एडिट गरिदिन्छु। यहाँबाट यतापट्टिको भागमा तपाईँले यस्तो भाइ स्पाइस देखिरहेको छ, त्यसलाई नकाट्नु होला। तपाईँलाई यो नमन परेको चिज यो तपाईँलाई यहाँ जानु होला, यहाँ लजी फेरि ओके गर्नु होला। यहाँ ओके गरिसकेपछि तपाईँको यहाँदेखि उहाँसम्म काट्ने भाग हो। यहाँ काटिसकेपछि तपाईँले के गर्ने, यहाँ डिलिट भन्ने भाग छ त्यो डिलिट गर्ने हो। त्यसपछि तपाईँले फेरि तपाईँलाई कुन मन परेछ छैन भन्ने चाहिँ त्यो कुरो छ। त्यसपछि तपाईँलाई कुनै मतलब मुभीको एउटा सानो सर्टकट मुभी जोड्नु छ भने यहाँ तपाईँले प्लस दाब्ने हो। प्लस दाबिसकेपछि तपाईँले यहाँ लजी अब म जोड्दैछु हेर्नुहोस् है, मलाई मेरो जोड्ने ठाउँ जस्तो कि मैले जोड्ने ठाउँ यहाँ देखाउँदैछु तपाईँलाई। मलाई मनपर्ने कुरो र मनपर्ने कुरो म जोडेर देखाउँदैछु तपाईँलाई। मलाई जोड्दैछु, एकछिन पक्नुहोस् है, म हेर्दैछु मलाई के जोड्नु पर्छ भनेर। कता गयो हौ, कता गयो, ल म यही जोडिदिन्छु। ल यहाँ हेर्नुहोस्, यो आइसकेपछि यहाँ मैले यसो गरिदिएँ, यहाँ दाबिदिएँ, फेरि एडिटमा 1 दाबिदिएँ त तपाईँलाई हेर्नुहोस् यहाँदेखि यहाँसम्म जोडेर गयो। ल हेर्नुहोस् जोडेँ, यहाँदेखि यहाँसम्म जोडेँ। यसै गरेर तपाईँले गरेर यहाँ गरिसकेपछि तपाईँले सट्टै पारेर सबै कुरो मेन्टेनेन्स मिलाएर तपाईँलाई यहाँ एक्सपोर्टमा ओके गरिदिने। एक्सपोर्टमा गइसकेपछि यहाँ एकछिन है, एकछिन यहाँ लजी तपाईँलाई के आउँछ भने चाहिँ एडभर्टाइज आउँछ। एडभर्टाइज आएपछि यहाँ तपाईँलाई देखाइरहेछ कति 31 देखाइरहेछ। त्यसपछि यो कटिसकेपछि तपाईँले यहाँ क्लिक गर्नुपर्छ। हेर्नुहोस् है, म देखाउँदैछु तपाईँलाई फुल फर्म देखाउँदैछु। Access WhatsApp and social media accounts and dark mode. Get ready for your new phone book with Icon. यहाँ 1 कटिसकेको छ। त्यसपछि तपाईँले यहाँ क्लिक गर्ने, क्रस क्लिक गरिसकेपछि यहाँ तपाईँलाई मुभी डाउनलोड हुँदैछ। हेर्नुहोस् है, यो मुभी डाउनलोड भएर तपाईँले के गर्नुपर्छ भने चाहिँ युट्युबमा हाल्न सक्नुहुन्छ र युट्युबबाट पैसा कमाउन सकिन्छ। र यसै गरेर तपाईँले हेर्दै गए चाहिँ तपाईँले पैसा धेरै कमाउन सक्नुहुन्छ। र कृपया गरी मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब र लाइक गरिदिनुहोस्। मेरो युट्युब च्यानल हो मर्यादा पुरुषोत्तम, तपाईँहरूलाई भनिसकेको छु कि नै। अगर तपाईँहरूलाई अझ पनि राम्रो भिडियो चाहिन्छ भने म तपाईँलाई कोसिस गर्छु कि तपाईँलाई गर्छु। यसले तपाईँलाई टाइम त लिन्छ, लगभग तपाईँलाई आधी घन्टा टाइम लिन्छ लोड गर्नुलाई। म यो फिल्म लोड गरिसकेको छु, त्यसै कारणले अहिले लोड गर्दिनँ। त्यसै कारण तपाईँलाई देखाउनुको लागि मैले युज गरेको छु। तपाईँहरू सिक्दै गर्नुहोस्। अगर तपाईँहरूलाई के आएन भने चाहिँ मलाई कमेन्ट गर्नुहोस्, म तपाईँको लागि त्यसलाई सेयर गर्नु फेरि अलरेडी गर्छु। तपाईँ कमेन्टमा गर्नु होला।